गर्नुपर्छ। केही उत्पादन सहज र सरल तरिकाले बन्नको लागि अब आउने सरकारले नीति नियम बनाउनुपर्छ। हामी जुन जुन क्षेत्रमा बसे पनि आफै श्रम गर्ने र आफै आफ्नो खुट्टामा उभिएर चाहिँ राजनीति गर्नुपर्छ भन्ने शिक्षा हामीले चाहिँ यस संस्थाको पार्टीबाट सिकेर आएको छौँ। त्यही भएर हामी चाहिँ ल यतासँगै साथी। नमस्ते साथीहरू, नमस्ते। अहिले म कृषि क्षेत्रमा ल साथीहरू, अब विगतमा 7 सूर्य 7 छाप भन्ने चलन थियो। अहिले हाम्रो 7 सूर्य 7 छाप पुराना जति सबै पत्ता साप भनेर भन्न सहज भएको छ। अहिले अब रिजल्टले देखाएर पनि अगाडि बढ्छ, जनताको स्तर पनि उन्नति हुन्छ भन्ने आश राख्दछु। धन्यवाद। ल साथी, ल यता आउँदैछन् हाम्रो बहिनीहरू पनि अब कृषि पेसामा आबद्ध भनेर। अब देशले अब काँचुली फेर्नुपर्छ हैन। सबै पढे लेखेका शिक्षित वर्गका साथीहरू आउनु भएको छ। अब उहाँहरूले नै देश चलाउनुहुन्छ भनेर जनताले विश्वास गरेर मत दिएछ। उहाँहरूले पनि जनतालाई विश्वासघात गर्नु भएन र कुन नीति संविधानहरू फेरबदल गर्नुपर्छ, कुन संविधानले देशलाई अगाडि जान दिएको छैन र कुन संविधानको बुँदाहरूले चाहिँ नागरिकलाई सहज र सरलताले बाँच्न असहज परिस्थिति बनाएको छ, ती संविधानका धाराहरू फेरिनुपर्छ, सच्चिन्नुपर्छ। ती सच्याउनका लागि चाहिँ प्रतिपक्षमा बस्ने दलले पनि सहज भूमिका निर्वाह गर्नुपर्छ। ल अब एकले अर्कोलाई दोषारोपण गरेर हैन, अब विशेष गरी हामी ठुल्ठुला भ्रष्टाचारहरूको फाइल खोलिन्छ भन्ने आशा गरेका छौँ र हामीसँग भएको 9वटा उद्योगहरू खोलिनुपर्छ। ती विगतको समयहरूमा ती उद्योगहरू ठुल्ठुला पार्टीले चाहिँ निजीकरण गरेर सकाएको छन्। ती अब हामीले आशा गुमाएका हाम्रा चाहिँ त्यस्ता जनकपुर चुरोट कारखाना, त्यस पछाडि हरिसिद्धि इटा टायल उद्योग, त्यस पछाडि थुप्रै छन्। हाम्रो छाला जुत्ता कारखाना भयो हैन, यस्ता जुत्ता कारखानाहरू सबै खोलिनुपर्छ, ठुल्ठुला गार्मेन्टहरू खोलिनुपर्छ। त्यस पछाडि कहाँ बन्द भएको हाम्रा उत्पादनशील फ्याक्ट्रीहरू छन् ती सबै खोलिनुपर्छ भन्ने हामी आशा गरौँ। सधैँ हामी तपाईहरुको क्षेत्रमा रहे पनि, तपाईहरुदेखि टाढा रहे पनि देशप्रति हामी सजग हुन्छौँ। राष्ट्रियता र राष्ट्र अखण्डता विरुद्ध अब आउने सरकारले कुनै त्यस्ता चाहिँ देशलाई घात गर्ने चाहिँ कुनै प्रवृत्तिका चाहिँ सम्झौता सन्धि गर्छ भने त्यसको लागि हामी रोडमा आएर आगो बाल्न पनि तयार छौँ र त्यस्तै गरी संसद भवन घेर्न पनि तयार छौँ। तर हामी संसद भवनमा चाहिँ आगो चाहिँ लगाउँदैनौँ है त। नमस्ते, बाबाई, धन्यवाद।